नमस्ते साथीहरू, के तपाईले कहिल्यै सोच्नु भएको छ कि एउटा सिरक बनाउन कति कडा मेहनत लाग्न सक्छ? आज हामी सक्कली सुनौलो रेशमबाट सिरक बनाउने यो जादुमय यात्रा हेर्नेछौं। सबैभन्दा पहिले यी सुनौला कोकुनहरूलाई सफा पानीमा पखालिन्छ र त्यसपछि उम्लिरहेको पानीमा पकाइन्छ ताकि हामीले सिल्क भनिने रेशम नरम होस् र त्यसको फोहोर निस्कियोस्। उमालेपछि अब सुरु हुन्छ सबैभन्दा सूक्ष्म काम। हरेक कोकुनलाई हातैले खोलिन्छ। हेर्नुहोस् त, कति सफाईसँग यसभित्रबाट त्यो किरालाई अलग गरिन्छ जसले यो रेशम बनाएको थियो। अब यो सानो रेशमको झुप्पालाई पानीमा फैलाएर एउटा सानो बाँसको धनुषमा चढाइन्छ। यो प्रक्रिया रेशमका रेसाहरूलाई एकसाथ जोड्नका लागि धेरै जरुरी छ। अब धनुषबाट निकालेर यसलाई एउटा ठूलो फ्रेममा चढाइँदैछ। कुनै पनि अशुद्धि नरहोस् भनेर यसलाई बारम्बार पखालिन्छ। बिस्तारै यो रेशमले एउटा ठूलो र पातलो पत्रको रूप लिन्छ। जब यो राम्रोसँग सफा हुन्छ र आकारमा आउँछ तब यसलाई घाममा सुकाइन्छ। आउनुहोस्, सिरकको खोल तयार गरौँ। यो कुनै सामान्य खोल होइन, यसलाई बाइचाइबी शैलीमा बनाइनेछ जहाँ फरक फरक कपडाका साना टुक्राहरूलाई जोडिन्छ। पुरानो जमानामा मानिन्थ्यो कि यो बच्चाको लागि सयौं परिवारको आशीर्वाद हो। सिलाई मेसिनको यो आवाज र यी रङ्गी बिरङ्गी टुक्राहरू मिलेर एउटा धेरै नै सुन्दर प्याटर्न बनाइरहेका छन्। अब आउँछ यस भिडियोको सबैभन्दा अचम्मको भाग। ती साना साना रेशमका ग्यापहरू जुन हामीले सुकाएका थियौं, अब तिनलाई हातले तानेर ठूलो बनाइनेछ। हेर्नुहोस् त, यो रेशम कति बलियो र लचिलो छ। यसलाई तानेर एउटा ठूलो तन्ना जस्तो बनाइन्छ। एउटा सिरक बनाउनका लागि यस्ता सयौं पत्रहरूलाई एकमाथि अर्को खप्ट्याएर राखिन्छ। यो कपास भन्दा पनि बढी नरम र हलुका हुन्छ। रेशमका यी सबै पत्रहरूलाई एकसाथ सेट गरेपछि यसको माथि एउटा जालीदार कपडा राखिन्छ र त्यसमा टाका लगाएर फिक्स गरिन्छ ताकि रेशम यताउति नसरोस्। अनि अन्त्यमा त्यो रङ्गी बिरङ्गी प्याचवर्क खोलिसको माथि चढाइन्छ र तयार हुन्छ हाम्रो हातले बनेको प्राकृतिक गोल्डन सिल्कको सिरक। यो एउटा ओछ्यान मात्र होइन, बरु पुस्तौंदेखिको माया र सिप हो। यति धेरै मेहनतको लागि एउटा लाइक त बन्छ नि साथीहरू। कमेन्टमा बताउनुहोस् कि तपाईलाई यो प्रक्रिया कस्तो लाग्यो।